आफ्ना पुर्खाहरू स्वर्गलोक हुँदा यो ठाउँसम्म पुग्ने ठाउँ। मेरो बुवा 63 सालमै स्वर्गलोक हुनुभयो। बुवा जानकार हुनुहुन्थ्यो, धेरै ज्ञानहरू ल्याउन पाइएन। केही ज्ञानहरू सिक्ने भन्दा बाहिर अध्ययनकै क्रममा बाहिर हुँदा बुवाबाट अधुरा ती ज्ञानहरूलाई मैले सपनाबाट सिक्न प्रयत्न गरिरहेको छु। आज ढोरपातनको त्यो फाँटमा हामी बास बस्दा 9 जनाको समूह बास बस्दा यदि तपाईँ बुवा मेरो मनभित्र बसिराख्नु भएको छ भने म तपाईँलाई अझै सम्झिरहेको छु। मैले पुकारे देखेँ सपनामा बुवा र आमालाई। म धेरै बुवा बितिसकेपछि आमा बितिसकेपछि यो सम्झे पानीसम्म यो ढुङ्गा जहाँ चिल्लो ढुङ्गा छ त्यो ठाउँसम्म आउनको लागि म धेरै प्रयत्न गरेँ, तर आउन सकेको थिएन। र आए पनि यहाँसम्म आउने सहजीकरण गरिरहने सम्पूर्ण साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म यहाँ सम्पूर्ण साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो ठाउँसम्म आउनुको लागि मेरो सौभाग्य हो। यो सौभाग्यलाई चाहिँ म एकदमै म आफैलाई भाग्यमानी ठान्दछु। सबै चाहिँ गाउँठाउँबाट जम्मा भएका छौँ। बुवाको लागि एउटा म बाँसुरी बजाउँछु, बुवाको सम्झनाको लागि। म यो बाँसुरी बजाउँदाखेरि मन भक्कानिएको छ, तर पनि असह्य भएर भए पनि मैले बाबाको सम्झनामा यो सानो बाँसुरी बजाउँछु। किनभने बाबालाई स्वर्गलोकमा पुर्याइसकेपछि, जम्बू राजाले बुझाइसकेपछि हाम्रा गीत गाउने जुन जति पनि गायक गायिकाहरू हुनुहुन्छ, जानकारहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ यो बाँसुरी चाहिँ आमालाई बुझाउनु भएको थियो। त्यही बाँसुरी म आज बजाउँछु बाबाको सम्झनामा। बाबा, सम्झिएको छु मैले यो ठाउँबाट तपाईँलाई। र म आमाको लागि फेरि मुर्चुङ्गा बजाउँदैछु, बिनायो बजाउँदैछु। बाबा धेरै ठाउँमा घुम्नु भएको, धेरै ठाउँमा डुल्नु भएको, म्याग्दीका सबै गाउँ ठाउँमा पुग्नु भएको, हाम्रा अधिकांश मौलिक गाउँहरू घुम्नु भएको, बाबाले गाउने ती यानी माया गीत, बाबाले गाउने लस्के गीत, बाबाले गाउने सिँगारू गीत, ती गीतहरू बिस्तारै लोप हुँदैछन्। सम्झिँदैछु बाबालाई यही ठाउँबाट, बागलुङमा म्याग्दीमा आएर यानी माया गीत गाएका बाबाका ती पलहरू सम्झिँदैछु। र आमा, आफैले गीत नगाए पनि बाबाका गीत सुनेर मन्त्रमुग्ध हुने आमा, जतिखेर कालाम्य रातलाई रङ्गीन स्वरले भर्दा बिहान पख खुर्सानी र नुन र मासु लगेर चाहिँ त्यो काला रात जगाएको उपलक्ष्यमा बाबा र गीत गाउने कुनै महिला हुनुहुन्छ भने उहाँलाई सम्मान गर्नुहुन्थ्यो। तसर्थ आमाको लागि पनि मुर्चुङ्गा बजाउँछु, किनभने मृत्युमा मुर्चुङ्गा अनिवार्य हुन्छ हाम्रो संस्कारमा। र
म आमाको लागि पनि यही ढुङ्गामा बसेर एउटा मुर्चुङ्गा बजाउँदैछु जुन मृत्युसँग मिल्दो छ मैले गीतमा बजाउने छैन त्यही उतार चढावका मुर्चुङ्गा चाहिँ मबाट सुन्नुहुनेछ आमालाई सम्झिन्छु यी हिम श्रृङ्खला डाँडा पाखा वन जङ्गल राताम्य लाली गुराँसलाई सम्झिँदै मेरा परम पुर्खाहरूलाई सम्झेको छु मेरो बाबा आमा लगायत मेरा जिजुबाजे इष्ट नाताहरूलाई यही ठाउँ उच्च ठाउँबाट सम्झिएको छु यो धन्यवाद दिन चाहन्छु स्थानीय तह प्रदेश र सङ्घ जहाँसम्म चाहिँ यो सहज तरिकाले यो ठाउँसम्म पुर्याउनु भएको छ र म यही स्मरणमा मेरो हृदय विदारक केही धुनहरू सुनाउँदै म तपाईँहरूबाट ओझेल हुन चाहन्छु हाम्रो नरकै भयो जन्म र हाम्रो नरकै भयो साथी र सङ्गी खेल्यौँ नि साथी र सङ्गी खेल्यौँ नि छोडेर गयौ बाबा र आमा छोडेर गयौ बाबा र आमा माकुरी
यो अब माकुरीको जालो चाहिँ जेलेर पठायो भन्ने हो। हामी त सुरुवात गर्छौँ, अब सुरुवात गरिसकेपछि यो सानो टुक्का मात्रै हो। हामीले मान्छेको जन्म हुन्छ, जन्म भइसके पछाडि माल मधेस पुर्याउँछौँ, माल मधेस पुर्याइसकेपछि त्यो घर पुर्याउँछौँ, बिसौनाहरूमा पुर्याउँछौँ, बिसौनाहरूमा हुँदै घर सबातोलाई चाहिँ खोला नाला डाँडा पाखा प्रत्येक चाहिँ मृत्यु पश्चात चाहिँ यो ठाउँसम्म ल्याउने हुन्छ। त्यो जुन एक रात एक दिन लाग्छ, अझैसम्म जीवित छ। हाम्रा केही ज्ञाताहरू चाहिँ हामीले ठाउँ छोड्ने काम जारी नै छ, अझै पनि मृत्यु पश्चात चाहिँ हराउँदैछ। तर पनि अझै पनि कुनै कुनै गाउँमा, सबै गाउँमा चाहिँ भन्दिनँ म, हाम्रो गाउँमा जीवितै छ। तर यो ठाउँसम्म पुग्नलाई साँझको 9 बजेबाट सुरु भयो भने भोलि बिहान 10 बजेसम्म चाहिँ अन्त्य गरिन्छ भन्नाले चाहिँ बल्ल चाहिँ स्वर्गलोकमा पुर्याएर चाहिँ बिदाबारी गरिन्छ। र सधैँ तपाईँहरूको माया ममता स्वर्गबाट हेरिदिनु होला र रक्षा गरिदिनु होला भन्ने खालका हामीले आशीर्वाद पनि माग्छौँ। यो ठाउँबाट म आज मेरो बाबा आमालाई साँची राखेर, मेरो जिजु बाजेलाई साँची राखेर, हामी तपाईँ स्वर्गमा भए पनि हामी नर्कमा भए पनि तपाईँहरूले यही ठाउँबाट रक्षा गर्नुहोस्, हामीका मनोकाङ्क्षाहरू पनि पुरा गरिदिनुहोस्। तपाईँलाई भेट्न आएका छौँ, तपाईँहरूलाई हामी यहाँ भेट्न आउँदाखेरि हाम्रा यात्राहरू सहज होस्, हाम्रा भावी जति पनि ऊ छ सपनाहरू छन् तिनीहरू पनि सबै पुरा गरिदिनु भनेर चाहिँ मनै चाहिँ मैले केही चाहिँ आग्रह पनि गरिसकेको छु। धन्यवाद। क्यामेराम्यानहरू यता छ। ल मलाई एउटा फोटो है, फोटो मात्र, फोटो मात्र योबाट। कमेडियन क्यामेराम्यान यता हो, अर्को यता क्यामेरा